च्यानल फेरि पनि मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत। औँसी पर्यो, त्यही कारण चाहिँ हामी चाहिँ उकालो जाँदैछु। कति हो बाँदर चाहिँ मान्नु पर्यो। यहाँ चाहिँ बाँदरको त्यो ग्याङ रहेछ नि त। भर्खर ब्रेक भएर चाहिँ जाँदै गरेको। आज चाहिँ सेम्बुको डाँडाबाट तपाईँहरूलाई काठमाडौँको बेलुकाको भ्यू देखाउँछु। आज हामी कता जान लागेको भनिदिनु पर्यो। सेम्बु कोरामा गएको आज चाहिँ है। अन्त सिँढी चाहिँ निकै लामो छ यहाँबाट। हामी जान्दैछ है सेम्बु कोडा टुप्पामा। चिसो चाहिँ धेरै चिसो छ, तर हिँड्दाखेरि चाहिँ अलिक गरम हुँदो रहेछ है। अन्त चाहिँ चिसो छ। यस्तै छ अब। दिउँसो त गर्मीले उकालो सर्नु सक्दैन, बेलुका चाहिँ अब यसो शीतल पनि हुन्छ, भ्यू पनि राम्रो हुन्छ। त्यही कारण चाहिँ उकालो। त्यही माथि आज तिथि होइन, औँसी नामखाङ। त्यसले गर्दा चाहिँ आज चाहिँ उकालो। लु अब हामी चाहिँ सेम्बुको आधा डाँडा निस्क्यो होइन। टक्कै यहाँ उताबाट जाउँ है। यहाँबाट पनि उकालो जाने सिँढी छ। हामी चाहिँ उतापट्टिबाट जाने। यो माथिको चाहिँ जाम्बेयाङको तीर्थ, जाम्याङ री भन्छ अथवा जाम्याङ डाँडा। यहाँ माथि चाहिँ जाम्बेयाङको तीर्थ। दोकानहरू बन्द हुँदो रहेछ। यहाँ पानी पनि छैन छ। यो माथि चाहिँ जाम्बेयाङको तीर्थ, जाम्याङ री भन्छ। यता माथि त नजाउँ। यहाँ चाहिँ जाम्बेयाङको माथि, यो माथि चाहिँ जाम्बेयाङको तीर्थ छ है। बाँदर लिएर यस्तो छ। पहिले यहाँ चाहिँ पानी हुन्थ्यो, पानी छैन साइड। बाँदर झगडा पर्दैछ यिनीहरू। यस्तो छ है बाँदरको झगडा। हामी चाहिँ अब उकालो लाग्यो। उकालो रहेछ बाँदरहरू बिचरा। पहिले चाहिँ उतापट्टि बाटो खालि थियो, अहिले यताबाट पनि रहेछ बाटो। उनीहरूले ल अब हामी चाहिँ सेम्पू पुग्यो। उतापट्टि कुरा गरौँ। यहाँबाट सेम्पू चाहिँ टुप्पामा आइपुग्यो। कुकुरले ओ यो कुकुरले मुन्दैछ। राति त हेर तल कस्तो देख्दैछ। आइपुग्यो स्तूपहरू त है। रातिको दृश्य हेर्नुहोस् है। बाँदरले बदमास गर्दो रहेछ। बदमास हेरौ, खिड्कीमा चढेर पसेर। यस्तो छ है। अब हामी चाहिँ सेम्बुको टुप्पामा आइपुग्यो।
यस्तो छ काङ्गारु बाँदर गनाको यहाँ चाहिँ यस्तोहरू खोप्दो रहेछ मानीहरू अब चाहिँ पुग्यो सेम्बुको डाँडामा टक्कै अब यहाँ योहरू सबै तीर्थ हो तीर्थ हामी चाहिँ सेम्पू आइपुग्यो सेम्पू चाहिँ हो माथि हेर्नुहोस् है कस्तो छ बेलुकाको यो अब चाहिँ ताला मारिसकेछ दिउँसो चाहिँ यो ताला खोल्छ बिहान चाहिँ बन्द बेलुका चाहिँ बन्द गर्दछ नि हामी चाहिँ पुग्यो यहाँ चाहिँ खोलेर छ यस्तो छ सेम्बु बाँदर बेलुका बेसी बाँदर थुप्रै छ बाँदरले बदमास गरेको न बाँदरको ग्याङ रहेछ यहाँ त बाँदरले पुरै ग्याङ बसिरहेको छु यहाँ यहाँबाट देखाउँछ है यो चाहिँ ओह्रालो जाने सिँढी है ओह्रालो यो चाहिँ उकालो सेम्पू चाहिँ यस्तो छ है यो चाहिँ काठमाडौँको रातिको भ्यू यतिको चाहिँ बसेको छ है खास बसिरहेको छ धनसाप कत्रो बसिरहेको छ अहिले दाजु हात मिलाइदियो यस्तो छ यस्तो छ र यो चाहिँ बेलुकाको भ्यू सेम्बुको बेलुकाको भ्यू हेर्नुहोस् है यति राम्रो देख्दैछ यहाँ हेर्नुहोस् बाँदरले बदमास गरेको हेर्नुहोस् है यस्तो छ बाँदरहरू बदमास नामै बाँदर अन्त यस्तो छ सेम्पू चाहिँ सेम्पू हेर्नुहोस्
यहाँबाट ओह्रालो चाहिँ बाटो है स्याम्पू तल्लबाट आउँछ यो बाटो यहाँबाट ओह्रालो चाहिँ ओह्रालो सिँढी चाहिँ लामो सिँढी चाहिँ यो यहाँबाट यसो गरेर उकालो आउँदा यस्तो छ बाँदरको चर्ती कलर देखाउँछ म हेर्नुहोस् है बाँदरले यहाँ के गर्दैछ हेरो बाँदर चढेको हेर्नु त कसमस गरेको बाँदरले त्यो छ बाँदर जाउँ है एक चक्कर लगाउँ ओ दाजु के गर्दैछ सो ठिक छ है ओ दाइ ओ दाजु यता ओइ डरसरी छैन होला भने बेलुकाको चाहिँ यस्तोको छ रातिको ब्लक है यो चाहिँ आमा यस्तो देख्दैछ बेलुका चाहिँ काठमाडौँमाथि स्याम्पू डाँडाबाट चाहिँ नचलाउँ होला यिनीहरूले खेतौ गर्छ अहिले फेरि वरिपरि हेर्नुहोस् है यो चाहिँ के रहेछ निकै लाइट निकै उज्यालो बनेछ त्यो पर चाहिँ जाउँ बिस्तारै रातिको यस्तो छ अब चाहिँ लाग्नुपर्छ निकै ढिलो भयो होइन एक कोरा गरौँ है त्यहाँबाट चाहिँ अन्धेरो भयो यत्रो गएन मेरो त फ्लास छ नि त कस्तो अफ गरेर बसेछ यार यताबाट जाउँ यो चाहिँ ब्याक साइडबाट यस्तो छ यो वरिपरि काठमाडौँको होइन पहिले यहाँ म्युजियम पनि थियो नि म्युजियम चाहिँ के भएछ है यो चाहिँ पहिला म्युजियम थियो यो बन्द रहेछ दिउँसो चाहिँ खोलिन्छ होला यो अहिले चाहिँ बन्द रहेछ चारैपट्टिबाट हेर्छौँ न चारैपट्टिबाट यस्तो दामी देख्छ बेलुका बत्ती भाले बाँदरले नि यहाँ पुरै उयो गरिरहेको छ झगडा पर्दैछ राति चाहिँ सुतुङ लागि झगडा गरेकोले यिनीहरू है फर्किएको हामी होइन एक कोरा गरौँ ए त्यहाँबाट चाहिँ फर्किनुपर्छ यहाँबाट नि छ बाटो होइन तलबाट होइन नि माथिबाट जानुपर्छ नि त्यतै हो नि यो त छैन नि बाटो छैन यो त उल्टा भयो नि यहाँ चाहिँ चुना लाउँदाखेरि हाल्दा हुन्छ चुनाहरू लाउँछ हो बाँदर त बाँदर ए फुच्चे के गर्छ यिनीहरू
दिमाग खराब गरे दिमाग खराब हेर्नुहोस् है हेर्नुहोस् लु बाँदरले यो चाहिँ यिनीहरूले बदमास गरेको नचलाउने यिनीहरू त फेरि खतरा हुन्छ यिनीहरू ग्याङहरू लु अब चाहिँ हामी लु त अब चाहिँ हाम्रो सक्यो अब हामी चाहिँ फर्केको आजको लागि चाहिँ यति नै होला अब हामी चाहिँ ओह्रालो कोठातिर फर्केको हो सेम्पूको आमा बेलुका निकै चिसो हुँदो रहेछ है इस बेलुकाको दृश्य हेर्नुहोस् है यस्तो देख्छ बेलुका चाहिँ नाइट भ्यू लाइटै रातो देख्छ है रातो रातो बालेर र रातो देख्दछ सबै यहाँ चाहिँ राम्रो जस्तो लाग्छ है यो चाहिँ बुद्ध पार्क सेम्पूको हेर्नुहोस् है हेर्नुहोस् आमा सिमे बाल्ने चाहिँ यता रहेछ यहाँ चाहिँ बाँदर छैन है सबै माथि गएर मणिपुर माने दुङ्खो रहेछ यहाँ बाँदरको लागि यस्तो छ प्रोटेक्सन सबै यो चाहिँ सेम्पूको बुद्ध पार्क पुरा लेखेर राखेको छ पछाडिबाट चाहिँ यस्तो देख्छ नीला भएको प्रतिमा यस्तो छ मणिपुर में हूँ कर्म पक्षेनो भनेर यस्तो छ यस्तो छ बेलुका चाहिँ अब साह्रै राम्रो चाहिँ नहुँदछ अन्धेरो खालको भिडियो भयो त्यही पनि हेरिदिनुहोस् जाडो छ अब चाहिँ फर्किएको हामी हेर्नुहोस् है हेर्नुहोस् स्याम्बोको नजारा बुद्ध पार्क चाहिँ फर्किने हो बुद्ध पार्क चाहिँ हो बुद्ध पार्क
जाउँ है लु त हामी चाहिँ अब बिस्तारै बिस्तारै फर्किएको अब आजको लागि चाहिँ यत्तिकै यति नै फेरि पनि आउनेछु भिडियो लिएर हस् त थ्याङ्क यू बाई